हेलो गाइस, सबलाई गुड मर्निङ है। आज चाहिँ एउटा मेरो भाइको खबर आयो होइन। मेरो भाइकोलाई यो भाइले के गर्यो भन्दाखेरि मेरो मोबाइलबाट आफ्नो गर्लफ्रेन्डलाई फोन गर्ने रहेछ कि आज बल्ल थाहा भयो। यसलाई कसरी गेम खेलाउँछु हेर्दै गर्नु होला। अब म यसलाई बोलाउँछु। भाइ यता आइज त, सुनिस् तैँले? ए मुल्ला, छिटो आइज त। खोइ के काम भनौँ, काम त केही होइन त्यस्तो, अलिअलि छ। के हो भन्नु न दाइ। हिजो त मुल्लाले मेरो फोनबाट त्यो आफ्नो गर्लफ्रेन्डको लागि किन फोन गरिस् भन् त, छिटो भन्। खोइ को हो, मेरो त गर्लफ्रेन्डै छैन, कहाँबाट आयो? अनि त्यो छ नि त्यो गुलाबको फुल कसरी कहाँबाट आयो तेरो भन् त। यो त साथीले गिफ्ट दिनु भएको हो दाइ, अस्ति त। आजसम्म मेरो साथीले मलाई गिफ्ट दिएको छैन भने तँलाई कसरी दियो भन् त। मेलामा साथीले मलाई यो एउटा गिफ्ट दियो। तेरो साथीले हो कि तेरो गर्लफ्रेन्डले हो भन्ने कुरा थाहा भइसक्यो होइन। तँ नढाँटिकन भन् के, अब लास्टचोटि छ, लास्टचोटि भन्दैछु, नत्र फेरि पिटाइ पनि खान्छस् होइन। त लास्टचोटि भन्, तेरो गर्लफ्रेन्डले दिए हो कि तँ आफैले के गरे हो मलाई थाहा छैन, त्यो भन्नुपर्छ। मेरो गर्लफ्रेन्डले दियो हो दाइ, सरी। अनि को गर्लफ्रेन्ड हो र भन्नु, त्यो पनि भन्नु पर्यो नि मलाई, को गर्लफ्रेन्ड हो र भन् त, त्यो छिटो भन् त, नाम भन् त। नाम त थाहा छैन दाइ, कसरी भनौँ म? भन्नु त भन्नुपर्छ तैँले, नाम नभए कसरी दियो तेरो गर्लफ्रेन्डले? तेरो गर्लफ्रेन्डको नामै छैन कि क्या हो? नाम त होला नि। खोइ के हो, एक काजी फुल दिएको हो, खोइ मलाई त थाहा छैन दाइ। अझ थाहा छैन भन्छ यार, कस्तो पागल रहेछ। अस्ति अहिले भर्खरै यार यसले गर्लफ्रेन्डले दिया हो भन्यो यार, अहिले थाहा छैन भन्छ यार, कस्तो पागल रहेछ। दाइ अर्को भिडियोमा बताउँछु म मेरो गर्लफ्रेन्डको नाम। सबैजनाले यो भाइको गर्लफ्रेन्डको नाम अर्को भिडियोमा, अर्को पार्टमा हेर्नु होला, पार्ट 2 मा। सबैजनाले भिडियोको यसको गर्लफ्रेन्डको नाम को रहेछ भनेर अर्को पार्ट 2 मा हेर्ने छौ, र मलाई पनि थाहा भएन को रहेछ भनेर। अर्को भिडियो भन्दाखेरि यो भिडियो भाइरल भयो भने अर्को पार्टमा यसको गर्लफ्रेन्डको नाम आउँछ को रहेछ भनेर।